2079 मा भएको स्थानीय निर्वाचनमा उनले स्वतन्त्र उम्मेद्वारको रूपमा लौरो चुनाव चिन्ह लिएर भाग लिए। उनले नेपाली कांग्रेसका किशोर राईलाई 4762 मतले पराजित गरेर 20,821 मत प्राप्त गरी मेयर बने। उनको निर्वाचन अभियान न्यून खर्चिलो र एकल थियो, जसमा उनी एक्लै माइकिङ गर्दै हिँड्थे। आफ्नै अटोमा प्रचार गर्दै हिँडेको उनको कैयौं भिडियो भाइरल भए। त्यसैले उनलाई 2079 को चुनावले धरानमा मात्र होइन, सिङ्गो नेपालमै पपुलर बनाइदियो। 2079 मा धरानको मेयर पदमा आएपछि उनको चर्चा र आलोचना दुवै बढ्न थाल्यो। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई स्वयंसेवी अभियान र खानेपानी परियोजनाका कारण लोकप्रिय भए, तर उनको कार्यशैली र केही निर्णयहरूले विवादहरू पनि निम्ताएका छन्। उनको कार्यकालमा भएका प्रमुख विवादहरू यस्ता छन्: सुम्निमा पारुहाङ मूर्ति निर्माण र आर्थिक पारदर्शिताको विवाद। हर्क साम्पाङले धरान 20 को चिन्दे डाँडामा किरात समुदायका सृष्टिकार सुम्निमा पारुहाङको मूर्ति निर्माणका लागि देश विदेशबाट कोष सङ्कलन गरे। उनले कार्यपालिका बैठकमा मूर्ति निर्माणको प्रस्ताव लगे र केही प्रतिनिधि सम्मिलित 5 सदस्यीय अध्ययन समिति पनि बनाए। तर समितिले अध्ययन नगरी साम्पाङले आफै अध्यक्ष बनेर सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल नामको संस्था दर्ता गरे। कोष उनको व्यक्तिगत खातामा जम्मा भएको र स्थानीय सरकारको खातामा नरहेको भन्दै आर्थिक पारदर्शितामाथि पनि प्रश्न उठ्यो। हर्क साम्पाङको अर्को विवादास्पद कुरा भनेको पत्रकारलाई धम्कियो। सन् 2024 को डिसेम्बरमा हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै उनको पत्रकारिता सिद्धाइदिने बताए। यो घटना साम्पाङले सामाजिक सञ्जालमा पत्रकार विरुद्ध आक्रमण टिप्पणी गरेको सन्दर्भमा भएको थियो। पत्रकार दाहालले आफूलाई असुरक्षित महसुस गरेको बताए। मेयर जस्तो पदमा पुगे पनि हर्क साम्पाङको भनाइ धेरैलाई आक्रामक र खरो लाग्ने गर्छ। हर्क साम्पाङको अर्को कन्ट्रोभर्सी भनेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउने निर्णय। साम्पाङले धरान उपनगरपालिकाको कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किरात राजा यलम्बरको तस्बिर राखे। उनले यसलाई सांस्कृतिक पहिचानको सम्मान भने, तर धेरैले यसलाई अनावश्यक र सिधै न्यू खोज्ने बहाना भनेर आरोप पनि लगाए। हर्क साम्पाङले भ्रष्टाचार विरुद्ध कडा अभियान चलाएका छन्, जस्तै भुटानी शरणार्थी ललिता निवास र यति होल्डिङ जस्ता प्रकरणमा पक्राउ पूर्जी जारी गर्नुपर्ने माग राखे। तर उनको आफ्नै परियोजनाहरू जस्तै सुम्निमा पारुहाङ मूर्तिमा आर्थिक पारदर्शिताको अभाव देखेपछि उनलाई दोहोरो मापदण्ड अपनाएको आरोप लाग्यो। अहिलेका नेताहरू जस्तै म मात्र ठिक भन्ने शैलीले उनलाई पनि कतै प्रचण्ड देउबा र ओलीकै बाटोमा लग्ने हो कि भन्ने डर छ। यी थिए केही कन्ट्रोभर्सीहरू जसले हर्क साम्पाङमाथि शंका उब्जाउँछन्, तर उनले धेरै राम्रो काम पनि गरेका छन् मेयर बनेपछि। आउनुहोस् उनी मेयर भएपछि के कस्ता काम भए यसको चर्चा गरौं। खानेपानी परियोजनाको सफलता। कोकाहा खोलाबाट पानी लिएर आउने उनी पहिलो मेयर हुन्। हर्क साम्पाङको नेतृत्वमा धरानको दीर्घकालीन खानेपानी समस्यालाई सम्बोधन गर्न कोका खोलाबाट 42 किलोमिटर पाइपलाइन बिछाएर स्वच्छ पिउने पानी लिएर आइयो। यो परियोजना 98 दिनमा पूरा भएको थियो, जसमा स्वयंसेवी श्रमदान र जनसहभागिताले ठूलो भूमिका खेलेको थियो। यो प्रोजेक्ट गर्न उनले नगरपालिकाको बजेट होइन, स्थानीयको श्रमदानको मद्दत लिए। यही प्रोजेक्ट गर्दै गर्दा उनले धेरै नेताहरूलाई समेत ढुङ्गा बोक्न धरान आउनु भन्न थाले। हर्क साम्पाङ धरानका त्यस्ता मेयर हुन् जसले स्थानीयवासीलाई श्रमदान गर्न प्रेरित गरिरहे। के श्रमदान गरेर देश बन्छ वा स्टन्ट गरेर देश बन्छ भन्ने धेरै छन्। जसले गफ मात्रै हान्छ उसले मात्रै देश बनाउला भनेर कुर्नु मूर्खता हो। मेयर नेतृत्व र म्यानेजमेन्ट गर्ने पद हो, त्यसैले मेयरले ढुङ्गा बोक्न जान हुँदैन भन्ने तर्क पनि धेरैले गरे। तर एउटा लिडरले गर्नुपर्ने भनेको सिस्टम बनाउने हो। हर्क साम्पाङले पनि सायद यही गर्दैछन्। बिस्तारै श्रमदान गरी सानो सानो कुरा मिलेर गर्ने बानी बस्यो भने नगरको विकास चाँडै हुन सक्छ। अब सबै प्रोजेक्टलाई बजेट खुर्ने हो भने वर्षौं लाग्न सक्छ। हर्क साम्पाङको यो कामलाई अपरिपक्व र खानेपानी समस्याको अस्थायी समाधान भनेर धरानका अन्य जनप्रतिनिधिको आरोप छ। तर अहिलेसम्म पनि कुनै पनि सरकारले धरानमा खानेपानीको लागि ठूलो आयोजना पार्न सकेको छैन।